अधिकृतले गरे आफ्नै श्रीमतीको विवाह हत्या। दक्षिण दाङमा एक जिम्मेवार सरकारी कर्मचारी वन अधिकृतले नै आफ्नै श्रीमतीको विवाह हत्या गरेको अत्यन्तै डरलाग्दो घटना यति बेला सार्वजनिक भएको छ। दाङको तुलसीपुरमा तुलसीपुर उपमहानगरपालिका 19 घरेमा बस्दै आएका 34 वर्षीय गोपाल ओलीले बिहिबार साँझ करिब 7:30 बजे 27 वर्षीय श्रीमती कमला ओलीमाथि धारिलो हतियारले अन्धाधुन्दा प्रहार गरेका थिए। ओलीले प्रहार गरेको हतियारले श्रीमती कमलाको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो। रगताम्य अवस्थामा उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरिदिएका हुन्। हत्यारा गोपाल निजामती सेवाका कर्मचारी वन अधिकृत रहेको खुलेको छ। केही दिन अघि मात्र रुकुम पश्चिममा आफ्ना भाइ महेन्द्र ओलीको आत्महत्यापछि काजक्रिया सकेर उनी दाङ फर्किएका थिए। भाइको शोकमा रहेकै बेला उनले आफ्नै श्रीमतीको ज्यान लिने यस्तो जघन्य अपराध गरेका हुन्। जिल्ला प्रहरी कार्यालय दाङले आरोपी गोपाल ओलीलाई तत्काल नियन्त्रणमा लिएको र घटनाको गहिराईमा पुगेर अनुसन्धान भइरहेको जनाएको छ।